हेलो हेलो फेरि पनि यहाँ मैले एउटा किबोर्डमा फेरि एउटा नयाँ भिडियो हालिरहेको छु। यो कसरी चाहिँ अब बजाउने भन्नेतिर नै हामीले यो धेरै याद गर्नुपर्ने हुँदो रहेछ। अनि त्यसपछि यो 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 सी को है, यो सी अनि यो सी, यो दुईटा हातले चाहिँ यो सी है, अनि यो चाहिँ यो सी, यो थर्ड अनि फिफ्थ है, अनि यो चाहिँ यो सी, अनि त्यसपछि यो ए माइनर, ए सी ई, अनि त्यसपछि अर्को डी माइनर, डी, यो डी माइनर, यो डी माइनर, अनि त्यसपछि यो जी, जी बी टी, जी बी टी, अर्को चाहिँ फेरि सी है। अब यो चाहिँ एक दुई, एक यो सँगै एक दुई, वन टू, टू, यो चाहिँ है त हामी फेरि यसलाई बजाउँछौँ है त। यो पार्ट ए स्टेप भयो। दोस्रो पार्टमा चाहिँ फेरि यो फेरि नि सेम हो, वन टू, यसरी। अनि अर्को पार्टमा चाहिँ फेरि मैले यसरी चाहिँ नोट गरिरहेको छु है। अब यो नोट गर्दाखेरि चाहिँ फेरि हामी के गर्दछौँ, अब फेरि यो सेम नै यो सी है, फेरि सी, वन टू, यसरी है। यो चाहिँ सँगै एक दुई, अनि यो तेस्रो अनि टू, यसरी बजाउँ। यसरी हामी बजाउन सक्छौँ भने फेरि अर्को थर्डमा चाहिँ सेम,
यो यसरी पनि सक्यो। अब त्यो फिफ्थमा चाहिँ फेरि यो फेरि 1 2 त्यसपछि हामी फेरि अर्को 1 6 मा 1 2 3 सक्छौँ भने फेरि अर्को हामी चाहिँ यसरी सक्छौँ। मैले यहाँसम्म चाहिँ यो नोट चाहिँ मैले गरेको छु। अब तपाईँहरूले याद बजाउन सकिन्छ। अब यो सजिलो छ है। यो दुईटा हातले यसरी बजाउन सकेन भने एउटा 2 यति नै हो अब यो बजाउने तरिकाहरू चाहिँ। अनि अलि कुनै अब यो बजाउने कटहरू अलिक गाह्रो पनि हुन्छ। अनि हामीले सिक्नुपर्ने चाहिँ यही नै हो। जस्तै यसरी अहिले यो सिक्नु चाहिँ एकदम राम्ररी
बेस नै सिक्नुपर्ने हुन्छ। 1 यो चाहिँ 5 यो चाहिँ 1 अनि यो सी सिकाएपछि हामीले डी पनि त्यस्तै यो डी पनि अब फेरि ई पनि फेरि आपको समयसम्म हामी चाहिँ सिक्न सक्छौँ। हुन्छ, यसलाई म धेरै धेरै धन्यवाद। अनि फेरि यो तपाईँहरूले यो खोजी नीति गर्नुहोस् अनि यसरी नै तपाईँहरूले यो किबोर्डको चाहिँ तपाईँहरू हात बस्नुहुन्छ। अब पछि पछि बिस्तारै तपाईँले अनि गाह्रो कुराहरू पनि हामी सिक्नेछौँ। यसै अब धेरै गाह्रो छैन, सजिलै छ। अनि यो हाम्रो हातहरू चाहिँ फ्लेक्सिबल हुनुपर्छ है।